हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आज चाहिँ म थोरै भिडियो बनाएर हाल्नेछु तपाईँहरूको सामु। अहिले चाहिँ म झारपात उखाल्न गइरहेको छु। के गर्नु र हो, अरू गाउँमा काम छैन, त्यही भएर भिडियो पनि बनाएको। यसो पछि हेरौँ न, अब पास्टको कुरालाई अब फ्युचरमा हेर्नको लागि चाहिँ यसो हेरौँ न कस्तो पाराको थियो मेरो लाइफ, अहिले कस्तो भयो भनेर यसो हेर्नको लागि। अब चाहिँ गाइज म चाहिँ झारपात उखाल्ने कार्यक्रमतर्फ ग्लोभ्स सप्स लाएर रेडी भइसकेँ। अब चाहिँ म झारपात उखाल्न गइरहेको छु। यति धेरै झारपात छ, अहिले म सबै उखाल्छु यिनीहरू। अब फाइनली गाइज यति चाहिँ उखालेँ है मैले। यति चाहिँ धेरै त उखालेन, यति एक फुर्का। अब बाँकी भनेको उतातिर हो, त्यो बाँकी हो थोरै। फाइनली गाइज झारपात चाहिँ उखालेर सकिन लाग्यो। अब थोरै मात्रै बाँकी छ। आज बिहानको काम मेरो लगभग सकियो। यति हो, त्यो मात्रै हो अब।